कार्तिक पूर्णिमा हो आज। कार्तिक पूर्णिमाको दिन 365 बातीको दीप जलाउनु भयो भने वर्षभरिको दीप दान गरे बराबरको फल आज मिल्नेछ। र कार्तिक स्नानको आज अन्तिम दिन पनि हो। र यो दीपलाई कसरी बनाउने भनेर मैले हजुरलाई सिकाउँदैछु। यसलाई आकाश दीप बराबर मानिनेछ। आकाश दीप बाल्न सक्नु भएको छैन भने आज यसरी बाल्न सक्नुहुनेछ। नरिवललाई बिचबाट काट्नुपर्ने हुन्छ सुकेको। त्यसपछि त्यसमा तेल अथवा घिउ राखेर, यहाँ मेरो चाहिँ अलि ब्यालेन्स मिलेन, मैले हजुरहरूलाई देखाउन बनाएको। 365 बातीलाई नरिवलभित्र राखेर, अलि ठुलो नरिवल ल्याउनु होला कि मसिनो बातीहरू बनाउनु होला। अनि यसलाई यसरी बालेर हजुरले तुलसीको मठमा लगेर राख्नुपर्ने हुन्छ, जसलाई आकाशदीप मानिनेछ। आज यसरी बाल्नुभयो भने आकाशदीप हजुरले बाल्न पाउनु भएको छैन भने आजको दिन बाल्न सक्नुहुनेछ नरिवलभित्र। र यसलाई 3 पटक जलले घुमाएर जौ, तेल, अबिर, केसरी, फुल आदिले पूजा गरेर तुलसीको मठमा लगेर राख्नुभयो भने हजुरलाई एकदमै धेरै राम्रो फल मिल्नेछ आज। र पारिवारिक सुख, शान्ति, समृद्धि, आर्थिक वृद्धिको लागि बाटोहरू खुल्नेछन्। कुनै रोग शत्रु भएको छ भने पनि नाश हुनेछ आजको दिन। आजको दिन हजुरहरूले पूर्णिमाको दिन भएको भएर खिर बनाएर पनि चढाउन सक्नुहुनेछ भगवानलाई। आजको दिन सकेसम्म नुन हजुरले नखाँदै राम्रो हुन्छ। व्रत नै गर्नुभएको छैन भने पनि आज साँझ यो गर्न सक्नुहुन्छ। धन्यवाद। मैले युट्युबमा चाहिँ भिडियो राख्नेछु है।